उन्नाइससँग आफू पनि बचौं, अरूलाई पनि बचाऊं। सचेत रहौं, भिडभाडमा नजाऊं। पटक पटक साबुन पानीले हात धोऊं। सेनिटाइजरको प्रयोग गरौं। कोभिड-19 हाम्रो जनजीवनबाट तत्काल हट्ने छैन। यसलाई मनन गर्दै सचेतना अपनाउनु पर्छ। हामी सामान्य जीवन फर्कनको लागि स्कुल, कलेज, कार्यालय, होटल, व्यवसाय सञ्चालनमा आउनु पर्ने हुन्छ। तर सामाजिक दूरी कायम गरी सचेत र सतर्कता अपनाउनु पर्दछ। ललितपुर जिल्लाको मुटुमा रहेको नेपालको उत्कृष्ट कलेज पिनाकल कलेजले यो विषम परिस्थितिमा प्रत्येक विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान पुर्याएको देखिन्छ। आजको आवश्यकता भनेको चाहिँ अब हामी सबैले कोरोना मैत्री वातावरण चाहिँ बाँच्न सिक्नुपर्छ। किनकि हामी 4 महिनाभन्दा बढी चाहिँ करिब लकडाउनमा बसिसक्यौँ। अब यसले शिक्षा क्षेत्र मात्र होइन, सबै क्षेत्रलाई बिथलेको अवस्था छ। यसले विश्वको नै सबै क्षेत्रलाई चाहिँ तहस-नहस बनाएको छ। अब यसरी हामी लकडाउनमा बसिरहने हो भनेदेखि र यदि हामी जीवनलाई सामान्य तर्फ नलाने हो भनेदेखि यो अवस्था धेरै समय पनि रहिरहन सक्छ। त्यसले गर्दाखेरि अब हामीले चाहिँ प्रत्येक व्यक्तिको जीवनलाई सामान्यतिर लानुपर्छ। यसले सबभन्दा बढी चाहिँ क्षति पुर्याएको शिक्षा क्षेत्र हो र अनि पर्यटन क्षेत्र हो। त्यसर्थ अब पर्यटन क्षेत्र र शिक्षा क्षेत्र पनि बिस्तारै बिस्तारै हामी सामान्य जीवनतिर चाहिँ जानुपर्छ भन्ने भनाइ हो। अब यसो भन्दै के अब कोरोना हुँदै हामी त्यससँग चाहिँ मुठभेद गरेर चाहिँ हाम्रो व्यवसाय सञ्चालन गर्ने त यो पनि होइन। यसबाट कसरी सुरक्षित हुने भनेर चाहिँ हामीहरूलाई थाहा छ नि त त्यो कुरा त। अब त्यस्ता मापदण्डहरू अपनाएर हामी चाहिँ अघि बढ्नुपर्ने अवस्था छ। कोरोना मुक्त भनेर बसिरहँदाखेरि यो व्यवसाय, शैक्षिक व्यवसाय लगायत कुनै पनि व्यवसाय सञ्चालन हुन सक्ने अवस्था छैन। किनभने विश्वका महाहस्ती विद्वानहरूले पनि यो कोरोनाको बारेमा फिक्स कुरालाई चाहिँ प्रिडिक्सन गर्न सकेको छैन। यो यति समयसम्म पछि जान्छ, यति समयमा चाहिँ यसको चाहिँ असर हट्छ भन्ने कुरा कसैले पनि भन्न सकेको छैन। स्वास्थ्य सुरक्षाका चाहिँ उपायहरूलाई अपनाएर हामी योबाट बच्न सकिन्छ। अब यसै क्रममा पिनाकल कलेजले पनि अब यहाँ आउने विद्यार्थी लगायत अभिभावक, कर्मचारी सबैले कोरोनासँग सँगसँगै यसको असरले केही नगर्ने तरिकाले चाहिँ बाँच्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ पहिला कुनै पनि विद्यार्थी अथवा अभिभावक अथवा कर्मचारी जो आए पनि त्यहाँ चाहिँ हात धुने व्यवस्था गरेका छौँ। अब त्यसपछि हात धोइसकेपछि उसको चाहिँ टेम्परेचर मेजर गरिन्छ। किनभने ज्वरो आउने पनि कोभिडको चाहिँ पहिलो लक्षण भनेछ। अब के अरे टेम्परेचर मेजर गरे हुन्छ। अब त्यसपछि सेनिटाइजर त्यहाँ छ, हात नधुने मान्छेले सेनिटाइज गर्छ, ह्यान्ड सेनिटाइजर युज गर्छ। त्यो त सेनिटाइजर त हेर्नुहोस् हामीले आफ्नै ब्रान्ड पनि छ। भनेको हामीले युज गर्नको लागि हाम्रो चाहिँ हेल्थ फ्याकल्टी छ, फार्मेसी र बिएससी माइक्रोबायोलोजी। बिएससी माइक्रोबायोलोजी फार्मेसीको चाहिँ संयुक्त प्रयासबाट, त्यो दुईटा डिपार्टमेन्ट प्रयासबाट चाहिँ यो पिनाकोटाइजर भनेर चाहिँ ह्यान्ड सेनिटाइजर बनाएको छ। हामीले यो विद्यार्थीलाई पनि प्रोभाइड गर्छौँ। अनि त्यति गरिसकेपछि अब त्यहाँ भिड हुनु भएन भने चाहिँ तपाईँले देख्नुभयो डिस्टेन्स मेन्टेन गर्ने तरिकाले चाहिँ हामीले बाटो नै छुट्टै छुट्टै गरेका छौँ। एउटा आउने बाटो, अर्को जाने बाटो। कोभिड सर्ने चान्स बढी केमा हुन्छ त भने जब मानिस चाहिँ फेस टु फेस हुन्छ। एउटाले बोलेको बेलामा अगाडि पर्छ अथवा आछ्यु गरेको बेला अगाडि पर्छ भनेदेखि त्यस्तो अवस्थामा ड्रप्सहरू गएर चाहिँ सर्ने सम्भावना हुन्छ। अब त्यसपछि हेर्नुहोस् विद्यार्थीहरू के हुन्छ, गाडीबाट आउँछ। अब गाडीमा त विद्यार्थी बोक्ने गाडी झन् त्यो चाहिँ एकदम इन्फेक्सन हुने ठाउँ हो गाडी। त्यसले गर्दा गाडीलाई हामीले के गर्छौँ, सेनिटाइज गर्छौँ। विद्यार्थी बोकेर ल्याएपछि सेनिटाइज गर्छौँ, जानुभन्दा अगाडि सेनिटाइज गर्छौँ। त्यसपछि विद्यार्थी बस्ने क्लासरुम तपाईँले हेर्नु भने क्लासरुम पनि, त्यो क्लासरुममा चाहिँ ओरिएन्टेसन पनि हेर्नु भनेदेखि कोभिड नसर्ने तरिकाले ओरिएन्टेसन गरेको छ। त्यहाँ सामाजिक दूरी कायम गरेको छ। अनि त्यो क्लासलाई पनि हामीले सेनिटाइज गरेका हुन्छ। यसले गर्दा विद्यार्थी चाहिँ धेरै समय बसिरहने क्लासरुम पनि के भयो त, हेल्दी इन्भाइरोमेन्ट। अनि अर्को विद्यार्थी गएर चाहिँ धेरै भिड हुने ठाउँ कहाँ हो त, क्यान्टिन। त्यो क्यान्टिन पनि हामीले तपाईँले हेर्नु भनेदेखि त्यो क्यान्टिन पनि के गरेका छौँ त भन्दाखेरि
त्यो सोसल डिस्टेन्स मेन्टेन्स गरेर विद्यार्थीलाई चाहिँ खाजा प्रोभाइड गरेको छ, जबकि ओपन बकेट छैन, त्यहाँ प्याकेट लिन्छ, सम्बन्धित ठाउँमा गएर बस्छ। त्यसै भएर पिनाकल कलेजले यस एकाडेमिक सेसनमा हामीले यो कुरालाई चाहिँ बढी प्रायोरिटी दिएको छ।